हेलो गुड मर्निङ सबैजनालाई कस्तो हुनुहुन्छ सबैजना वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि पनि एउटा सानो भिडियो लिएर आएको छु अहिले हैन आज पनि छुट्टी थियो हाम्रो सो हल्का रमाइलो गर्नु पर्यो भनेर हैन साथीहरुसँग निक्लेको छौं साथीहरु यहाँ फोटो सुट गर्दैछ एकजना यहाँनिर र अर्को दाइ चिन्नुहुन्छ होला अस्ति पनि ब्लगमा ल्याइसकेको थियो उसलाई मैले फेरि पनि एकबार फेरि उपस्थित छ दाइ फोटो खिच्दैछ अहिले पनि हो सो यहाँको नजारा यस्तो छ हेर्नु म चाहिँ नि के सानो खानेकुराहरु लिएर आएको छु अनि यहाँ बसेर अनि फोटो भाइको हेलो फ्रेन्ड फोटो भइसक्यो भाइको फोटो त भइसक्यो अहिले अनि अब हामीहरू खाजा खाने हैन कस्तो लाग्यो यहाँको मतलब माहौल पहिला पनि आएको थियो भाइ नि तिमी त म पहिलो आएको थियो तर यो भाइले नै लिएर आएको थियो पहिला हामीलाई थाहा थिएन के पहिलो त आएको नि तर लोकेसन आएको हैन तर त्यति मन लागेन अनि साथीहरुसँग आए नि अच्छा आज धेरै रमाइलो लाग्छ कि आज अनि दाइ पनि एकदमै राम्रो छ एकदमै ह्यान्डसम लाग्दैछ दाइ पनि छ दाइ पनि छ हामी तीनजना आज छुट्टी थियो र सँगै आएको थियौँ क्या मतलब यहाँ छुट्टी मिलाएर के पो भन्थ्यो यो लोकेसन त यो लोकेसन हाम्रो त्यो कर्नेसतिर हो कर्निस एरिया कर्नेस अरू बीचको बाटो जहाँ छ अन्त अरू साथीहरू होइन यो अबुधाबीमा हुनुहुन्छ भने तपाईँहरू पनि आएर यहाँ इन्जोय गर्न सक्नुहुन्छ लोकेसन बढिया छ यतापट्टि चाहिँ हेर्ने उयो छ के त बिच छ यतापट्टि अनि बनाउन सबै उपाय छ बनाउन सानो सानो उपाय छ सामान लिएर आउनु पर्यो होइन हो र हामीहरू सामान लिएर आउनु पर्यो टाइम छैन भने के गर्ने रेडिमेड खाने रेडिमेड हाम्रो टाइम छैन हामी लिएर आउने यतै खाने अनि त्यसको बादमा यतिपल्ट बस्छ यो अहिले सानो स्प्राइट छ यहाँ साथीलाई ग्लास राख भाइले होइन यो यताको सिनेरीमा हल्का देखाउँछु निकाल्नु न हटाउनु न कतापट्टि किन थाहा छ अरे यतापट्टि छ उयो के अरे रमाइलो लिएर देख्दैछ होइन यतापट्टि चाहिँ छ सी हल्का रमाइलो अस्ति पनि यहाँ मोटो भिडियो त बनाएको थिएँ त सानो के गर्नु अब काम होइन अर्को काममा त्यस्तै हो मौका मिल्दैन यहाँ हाम्रो अमन चिप्स यो चिन्नु भयो होला के हो होइन यस्तै छ सानो सानो होइन ए आजको स्पेसल अमन चिप्स प्लस स्प्राइट अनि कर्न्स यो छ हेर्दै गर्नु होला ब्लगमा अहिले सुरु गर्दैछ भिडियो अब अहिले अगाडि तर तीनजनाको फोटो त्यो साथमा आएन तीनजनाको फोटो साथमा आएन पहिला सुरु म गर्नु पर्यो होइन ओपन भएको छ अब यहाँनिर टक्क जस्तोले होइन के हो यो स्प्राइट स्पेसल प्राइस स्प्राइट 3.5 दिरम भन्छ क्या यो ओमान चिप्स कहाँको ओमानको भिडियोमा भन्नु न दुबईमा बसेर ओमानको चिप्स ट्राई गरिँदैछ यहाँ सोच्नुहोस् ओमान मलाई यो ओमान चिप्स भनेर थाहा थिएन क्या पहिला बादमा केटाहरूले त्यो अब केटाहरूले लिन थाले के रुममा अनि आस्ते आस्ते थियो अनि मैले हो त अन्न एनालिसिस ओमान भन्छ कि म पहिला ओमानमा थिएँ नि त फ्याक्ट्री नजिक पहिला ओमानमा काम गराएको अच्छा यसको अच्छा पहिला यसको सानो पेक पनि हुन्छ नि नै सानो हुन्छ 50 फिल्सको पनि छ त एउटा सानो त्यही हो होइन गफर हुँदै गर्छ ओमानको एक्सपिरियन्स पनि ओमानमा आदिल बन्द भयो के अदिल चलिरहा पार्टनरशिप चेन्ज तर आदिलमा गरेको होइन होला नि तपाईँ त हो अदिल अरे अमनको आदिलमा हो र ए म त अर्को बनाउला भनेर त 4 वर्ष हो र अच्छा मतलब यहाँ अमनको ठिक छ न मतलब उयो चाहिँ वेदरहरू दुवैको राम्रो छ सेम टु सेम सेम सेल छ त ओमानमा ओमानमा इन्डियन एउटा मात्र सब छ एउटा सब हो एउटा मात्र सब हो लक्की आदिल मात्र सेल राम्रो छ अनि अफिसको मान्छेहरू यहाँबाट जान्छ यहाँबाट जान्छ महिना जान्छ कि 2 महिना 3 महिना 4 महिनाको गाडीमा 4 घन्टा पुग्छ सानो बसमा लोकेसन चेन्ज
जहाँ हामीहरू अहिले बसेर खाँदैथ्यो त्यहाँनिर चाहिँ हल्का के भयो भन्दाखेरि नि कमिला लाग्यो क्या कमिला लागेर घुस्न आयो अनि खाँदैन अनि यहाँ आयो फेरि चेन्ज गरेर यहाँ बताउने अरे क्या केटाहरूलाई फेरि यहाँ बजाएर नि यो भाइ कुवारा त साथी भएको छैन उसको हो अगर तपाईँहरूले भिडियो हेरेर जाँदाखेरि उसलाई मतलब अब सम्बन्ध गाँच्नु छ भने होइन बिहेको लगन छ भने यता खाली छ कोटा नम्बर मात्रै दिन्छु कमेन्ट बक्समा बताइहाल्नु होला नाम के अरे आलोक भन्नु न त आलोक होइन होइन आलोक नाम भनिदेऊ कहाँबाट अरे कहाँबाट हो नेपाल कुन जग्गा जनकपुर बालेनको सानो बाबु छोरा अनि एउटा गफ होइन हाँस्नु त भइहाल्छ तर बालनको होइन साँच्चै भनेको कोही अब बिहे गर्नु छ भने भाइको अब बिहे गर्ने उसको पनि रहर रहेछ कि अहिले दुबईमा छ तर उसको टाइम छैन क्या यसरी बात गर्नेकोसँग सो तपाईँ कमेन्टमा बताउनु नाम आलोक नेपालबाट के पो अर्को नेपाल कहाँ पऱ्यो आलोक शाह के आलोक शाह कहाँ पऱ्यो बालेन शाहको कान्छो बाबु छोरा यहाँ मेरो पार्टनरले मतलब अघि मैले भिडियोमा जुन बताएको थिएँ होइन नेपाल मैले बिर्सिहाल्छु तिम्रो रियल जग्गा नेपाल जनकपुरदेखि बिलोङ गर्छ राममान सीता माताको शादी भएको त्यो नेपाल जनकपुरबाट बिलोङ गर्छ उसले के भन्नु चाहन्छ र के हो अब के भन्ने अब सिङ्गल मान्छे के भन्छ गर्लफ्रेन्ड छैन तिमी अहिलेसम्म सिङ्गल छौ मतलब अहिलेसम्म सिङ्गल छैन के कलेजमा पनि भएन क्लासमा पनि भएन अच्छा 10 पनि प्लस पास गरेँ अनि केही गएन ब्याचलर पनि गरेको अनि केही भएन अनि अब दुबईमा आयो अब के त दुबईमा हुन्छ कि हुँदैन नि हामी तपाईँको कृपा छ मलाई भनिसकेको छ उसले कि मेरो कमेन्टमा त धेरैजना छ होइन अब कसरी कमेन्ट मारे मेरो च्यानलमा धेरैजना मसँग जोडिएको छ लोयल केटी आउनुपर्छ कि यस्तो होइन कि टाइम पास गर्ने केटी अच्छा तर मलाई लोयल केटी चाहियो कि लोयल चाहिँ सच्चा दिल मलाई प्यार गर्ने सच्चा होला सच्चा सुन्नुभयो होला तपाईँहरूले होइन त्यो सुन्दै गर्दै त्यसकै जवाब दिनु होला अब कुरा राम्रो हिसाब तपाईँहरूले फाइनली आजको जुन छुट्टी थियो सो टाइम ओभर हुँदै गएको छ अहिले होइन अहिलेलाई चाहिँ भने हामी रिटर्न रुम जाँदै गरेको अवस्था आज पनि ठिकै लाग्यो त्यति खास खराबी त थिएन होइन आजको सब गाइजहरू भिडियोमा कन्टिन्यू कनेक्ट हुँदै गर्नु होला नबिर्सिनु होला किनभने भिडियो लगाउनु मैले पाएको छुइनँ होइन रेगुलरली त्यस्तै हो कहिलेकाहीँ सबैजनाले माया प्यार दिँदै गर्नु होला मेरो च्यानलमा है